काटियो नि टिकट काटियो अब चाहिँ फेरि हामी यहाँबाट चाहिँ लाग्यौं के पो भन्छ यसलाई चाहिँ डाब्लिङ भ्यू पोइन्टमा चाहिँ आइपुग्यौं फेरि हामी गाडी लक गर्यौ हामीले आफै टिम भयो मेरो स्काई वक लु अब स्काई वक चढ्छ सक्छ लु स्काई वक छ अब यहाँ माथि चाहिँ चढ माथि रवि त तल आउँदैछ गाडी राखेर अब यो यताबाट घुमेर यतापट्टि आउनुपर्छ ल चढौँ चढौँ लु आइपुग्यो यहाँ लु अब चढौँ होइन रवि जाने स्काई वक जाने चढ्ने पनि नचढ्ने हेर्नु उनीहरू त नडराइ सरिआएछ चढ्ने सानो यति छ पेसेस तर बुद्धि लाएर चाहिँ यहाँ चाहिँ पैसा कमाउँदो रहेछ यहाँ यसो यतिमा घुमेको यो भन्दा ठुलो त हाम्रो क्यास कति 20 रुपैयाँ एकजना हेर त यहाँ केही छैन ए बासी यति छ यति छ यो बस्ने जग्गा छ त्यहाँबाट हैन यहाँ सानो स्काई वक बस जाऊ जाऊ बस न गएर दुईजना होस् दुईजना हुन्छ हाम्रो भाइ त गएर पनि बसिसकेछ जाऊ यता यस्तो छ यता यस्तो छ यता यस्तो छ यहाँ स्काई वक आमा आटी हो नि रवि माइगो लु अरे बाबा रे कि के छ डोडा हेर त डरले टिल 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 भएको